नमस्कार साथीहरू, आज एकदमै दुःख लागेको छ। बिचरा त्यो 3 वर्षको बालिकालाई जसरी बलात्कार गरेर हत्या गरेर फालेका छन् नि पापीले, यिनीहरूबाटै फाँसीको सजाय हुनुपर्छ। नेपाल सरकार, महिलाहरू कहिलेसम्म असुरक्षित हुने सरकार? नारी दिवस मनाउने देशमा नारी दिवस अब नमनाए नै हुने भयो। यो फाँसीको सजाय हुनैपर्छ नेपालमा। नेपाल सरकार, हाम्रो माग यति हो। लिङ्गमा महिला भएकै कारणले गर्दा महिला कहिलेसम्म अपराधित हुने सरकार? म सम्माननीय प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, तपाईँको छोरी पनि 3 वर्षको हुनुहुन्छ। यो हाम्रो गरिमा बहिनी बिचरा जसरी बलात्कार भएको छ नि, त्यो घरको मात्रै छोरी होइन, हाम्रो नेपालभरिको छोरी हुन्। तिनीलाई जसरी न्याय दिनुपर्छ र यो बलात्कार गर्नेलाई कडाभन्दा कडा कारवाही गरेर फाँसीको सजाय हुनैपर्छ। यो घटना सम्बन्धी हामीले भिडियो बनाउने उद्देश्य थिएन, तर साह्रै दुःख लाग्यो। यो घटना अब देशमा नघटोस्। यो घटना नघट्नको लागि नै यो सरकारले यिनीहरूबाटै फाँसीको सजाय हुनपर्छ। नेपाल सरकारको कानुनले उसलाई कडा कारवाही गर्न सक्दैन भने अब कानुन परिवर्तन गरेर भए पनि नेपालमा फाँसीको व्यवस्था सुरु गर्नुपर्छ सरकार। जस्टिस प्लस गरिमा।